तिमीको कन्टेन्ट तिमीसँग नै राख यसलाई के भयो भने फेरि म तिमीलाई छोड्दिन नि फेरि हेर्दा हेर्दा एसी पनि सक्यो है गाइज अब के गर्ने प्लान छ तिमीहरूको म त दिनरात गेम खेल्ने हो कोठामा जाने चुकु लाउने अनि बेडमा सुँगुर जस्तो पल्टेर गेम खेलेको खेलै गर्ने हो खानु र हग्नु त निस्किन्छस् होला नि कोठाबाट कि तँ पनि कोठाभित्रै गर्छस् त्यस्तो फोहोरी पनि छैन है म हग्नु त कोठा बाहिर निस्किहाल्छु नि अनि खाना चाहिँ खाना त मम्मीले कोठाभित्रै ल्याइदिनुहुन्छ नि मम्मी र मेरो डिल भएको थियो के यदि मैले एसीसम्म फोन चलाइन भने एसी पछि मम्मीले मलाई कोठाभित्रै खाना ल्याइदिने भन्नुभएको थियो अनि तिमी एसीसम्म फोन नचलाइ बसेको फोन नै थिएन कसको चलाउनु म त मम्मीको फोन चलाउँथे हिजो भर्खर नयाँ फोन किनिदिनु भएको बाबाले यसलाई पो मोज रहेछ त यार अनि तेरो चाहिँ के प्लान छ नि म त सुरुमा कपाल पाल्ने हो आजसम्म स्कुलले कपाल पाल्न दिएको थिएन अब लामो कपाल पालेर सरहरूकै अगाडि फरफराउँदै हिँड्ने हो लामो कपाल नपाल लामो कपाल पाल्यौ भने दिनदिनै धुनु पर्छ झ्याउ हुन्छ बात त सही है आफ्नै कपाल धुनु पनि के को झ्याउ हौ त्यही माथि म त दिनदिनै नुहाउने मान्छे आर यु कमेडी मी त कहिलेबाट दिनदिनै नुहाउन थालिस अस्तिसम्म त एक पाथी मैलो बोकेर हिँड्थिस् त नजिस्की है मसँग म आज भोलि दिनदिनै नुहाउँछु नपत्ताए भुन्टेलाई सोध भुन्टे रे को हो यो भुन्टे फेरि भुन्टे के मेरो घरको कुकुर म नुहाउँदाखेरि जहिले मलाई तलदेखि माथिसम्म हेर्छ अनि आँखा झिम्काउँछ अबे साले जस्तो मालिक त्यस्तै कुकुर पनि रहेछ त पनि गर्ल्स बाथरुममा चियाइ चिया हेर्थिस् हैन त्यो त सानोमा पो हेर्थे त एउटा केटीले 2 झापड हानेदेखि हेर्न छोडिसके मैले ओइ जीवने त चाहिँ के गर्ने नि छुट्टीमा म त बिहान बिहानै जिम जान्छु अनि खतरा बडी बनाउँछु अच्छा गइस त जिम 20 केजीको चामल बोक्दा 30 दिनसम्म थला पर्छ त्यस्तो मान्छे जिम जाने रे जिममा गएर एकैचोटी 20 केजी उचाल्ने होइन नि त बिस्तारै बिस्तारै थप्दै जाने हो एकैचोटी 20 केजी उचाल्यो भने चाहिँ के हुन्छ नि केही हुँदैन अर्को दिनदेखि तिम्रो हात खुट्टा चल्दैन त्यति हो तिमीहरूको चाहिँ के प्लान छ केटी हो के गर्ने विचार छ छुट्टीमा म त पार्लर सिक्ने हो मम्मीको ब्युटी पार्लर छ मम्मीसँगै सिक्दै बस्छु म त तिमी चाहिँ के गर्छौ सम्झना म त कन्टेन्ट बनाउँदै बस्ने हो कति अरूको कन्टेन्ट हेर्नु अब आफ्नै कन्टेन्ट बनाउने हो अच्छा बनाऊ बनाऊ मेरो फुल सपोर्ट छ तिमीलाई तर इयरफोन ल्याएर हेर्नुपर्ने कन्टेन्ट चाहिँ नबनाऊ है गाइज मसँग एउटा प्लान छ हामी सबै मिलेर एउटा युट्युब च्यानल खोलौँ अनि त्यसमा फन्नी भिडियोहरू बनाएर हाल्नुपर्छ ल ल बनाम बनाम म बाउ बन्छु त छोरा बन यो चाहिँ छिमेकी अनि यिनीहरू 2 जना चाहिँ मेरो बुढी साले तू बन्नु छैन मलाई कसैको बुढी मलाई त एक्टिङ गर्न पनि आउँदैन तिमीहरू नै बनाऊ भिडियो एक्टिङ त कति नेपाली हिरो हिरोइनलाई पनि आउँदैन नि त्यही पनि उनीहरूले फिल्म बनाइरहेछन् त तिमी चिन्ता नगर के भिडियो बनाउँदै गएपछि एक्टिङ आफै आउँछ तेरो बाउले भन्थ्यौ अनि हामीले बनाएको भिडियो कसैले हेरेन भने किन हेर्दैन जसले हाम्रो भिडियो हेर्दैन नि त्यसलाई बन्दुक ताकेर हेर्न लाउनु पर्छ खुरुक्क हाम्रो भिडियो हेर अनि 10 जनालाई शेयर गर नत्र तेरो स्वर्गको टिकट काट्छु भनेर धम्काउनु पर्छ त्यसपछि हेरिहाल्छ नि लो भयो त्यस्तो जबरजस्ती गर्ने भए चाहिँ म बनाउँदिन भिडियो म त बरु वेब सिरिज पो हेर्दै बस्छु अनि अघि त गेम खेल्दै बस्छु भनेको हैन गेम पनि खेल्ने वेब सिरिज पनि हेर्ने नि छुट्टीको भरपुर फाइदा उठाउनु परेन ओ अलग ही लेवल का बन्दा त मलाई पनि एक दुईवटा वेब सिरिजहरु सजेस्ट गर त गाइज रुको जरा तिम्रो वेब सिरिज हेर्ने उमेर भएको छैन के तिमी डोरेमोन हेर्दै बस तिमी नै हेर न डोरेमोन आफू चाहिँ जियान जस्तो मोटो न मोटो अझ मलाई पो डोरेमोन हेर बन्दो रहेछ गजब बेइज्जती है तर डोरेमोन त मेरो फेभरेट कार्टुन हो यार म अझै पनि हेर्छु खाना खाने बेलामा तिमीलाई खाना खाने बेलामा फोन हेर्नु दिनुहुन्छ मम्मी बाबाले मलाई त दिनै हुन्न मेरो त मम्मी बाबा नै फोन नहेरिकन खाना खान सक्नुहुन्न मलाई नदिने त कुरै भएन नि खतरनाक लोग है हाम्रो आमा बुवा पनि अचम्मको हुनुहुन्छ है आफूहरू चाहिँ चस्मा लगाई फोन हेर्नुहुन्छ अनि हामीलाई चाहिँ फोन नहेर आँखा बिग्रिन्छ भनेर भन्नुहुन्छ बात त सही है अहिलेको मोडर्न आमा बुवा यस्तै त हो नि एक हातले छोरा छोरीलाई खाना खुवाउने अनि अर्को हातले चाहिँ टिकटक स्क्रोल गर्दै बस्ने खाना छोरा छोरीको मुखमा जाँदैछ कि नाकमा जाँदैछ थाहै हुँदैन अहिलेको आमा बुवालाई बिल्कुल बिल्कुल पहिला फोनले गर्दा छोरा छोरी बिग्रियो भन्थे अब त फोनले गर्दा आमा बाउ बिग्रियो भन्ने बेला भइसक्यो समय परिवर्तन भइसक्यो नि त गाइज पछि हामी पनि आमा बुवा भएपछि त्यस्तै गर्ने त हो नि पछिको कुरा छोड्देऊ न भर्खर त एसी सकिँदैछ आमा बुवा बन्ने त कहिले हो कहिले नि तिमीहरूको इक्जाम कस्तो भयो गाइज मेरो त लास्ट भङ्जा भयो यार त मान्छे नै भङ्जा छस् अनि इक्जाम भङ्जा नहुने त कुरै भएन नि अबे साले इक्जामको कुरा नगर यार मैले त सामाजिक पेपरमा गीत लेखेर आएको छु तैले त गीत मात्र लेखेछस् मैले त कविता शायरी जोक सबै लेखेर आएको छु त्यो पनि म्याथ पेपरमा अनि तिमीले त मेरो अगाडि जान्नै परेको छ सबै त्यसको सार्छु बनेको हैन के को जान्ने हुनु गफ दिएको रहेछ नि मलाई इक्जाम सुरु भएपछि त नङ टोक्दै बसिरा थियो मेरो क्लासमा त सबै जान्ने परेको थियो कसैले कसैको सारेन साले तू मेरो क्लासमा त कोही जान्ने थिएन सबले मेरो सारिरा थियो हामीलाई त तिमीले कहिले सार्न दिँदैन थियौ त अरूलाई चाहिँ किन सार्न दिएको फ्रीमा सार्न दिएको हैन नि मैले
20 रुपियाँ उठाएको अनि मात्र सार्नु दिएको। तिमी त इक्जाम दिनु गएको थियौ कि बिजनेस गर्नु गएको थियौ हौ? खतरा पैसा कमाइछौ त। इक्जाम त जसो तसो दिइयो, अब रिजल्ट पो कस्तो हुने हो यार? कस्तो हुन्छ र? जस्तो लेखेको छ त्यस्तै हुन्छ नि। टमाटर रोपेर स्याउको अपेक्षा गर्नु भएन क्यारे? जे हुन्छ देखा जाएगा के, छोड्दै यो कुरा नगर। अनि के कुरा गर्नु त हजुर? हजुरले नै भनी बक्स्योस् न त। के भनी बक्स्योस् भन्छ यसले फेरि? म राजा हो र मसँग यसरी बोलेको हो त नि? त यो टोलको सबै कुकुरहरूको राजा हो, थाहा छैन तँलाई? म कुकुरहरूको राजा भए त कुकुरहरूको सेनापति। जा तेरो सेनाहरूसँग गएर भुक्दै बस। गाइज, अबदेखि हप्तामा 2 दिन बिदा हुने रे नि, थाहा पायौ तिमीहरूले? अस्ति नै थाहा पाएको नि हामीले त, तिमीले भर्खर थाहा पाउँदैछौ। यो जोक सुनेको 5 मिनेट पछि हाँस्ने मान्छे हो के? यसले जे कुरा पनि ढिलो थाहा पाउँछ। तर 2 दिन अलिक कम भयो के? हप्ताको 4 दिन छुट्टी दिएको भए चाहिँ मजा हुन्थ्यो। हप्ताको 4 दिन छुट्टी दिएर काम चाहिँ कहिले गर्नु? अर्को जुनीमा? मलाई त हप्ताको 1 दिनै ठिक थियो। अब घरमा बोर हुने भयो, डेटिङ जाम बने बोयफ्रेन्ड पनि छैन। Are you kidding me? सरी मन्जुलिका, म तिम्रो बोयफ्रेन्ड बन्थे होला, तर मेरो अलरेडी 3टा गर्लफ्रेन्ड छ। होस् त मलाई के को मतलब? अनि कसले मन्जुलिका भनेको? मेरो नाम मन्जु हो, थाहा छैन तिमीलाई? अच्छा मन्जु नाम सुहाएन के तिमीलाई? मन्जुलिका राख, पर्फेक्टली सुहाउँछ। हामी जे तोमार त 1 नम्बरको गवार। मन्जु जस्तो सुन्दर नामलाई बिगार्नु खोज्छस्? मन्जुको अर्थ थाहा छ तँलाई? थाहा छ त, किन थाहा नहुनु? मन्जु सन्जु सबैको अर्थ थाहा छ मलाई। तेरो सन्जु तैसँग राख। मन्जुको अर्थ चाहिँ के हुन्छ त्यो भन मलाई। मन्जुको 2टा अर्थ हुन्छ। पहिलो अर्थ हुन्छ मन परेको जुत्ता मन्जु, अनि अर्को अर्थ हुन्छ मनोजको जुङ्गा मन्जु। अबे साले, अर्थ थाहा छैन भने थाहा छैन भन्न सक्दैनौ? अरूको नाम किन बिगारेको त्यसरी? तिमी धेरै नबोल, अहिले तिम्रो पनि बिगार्दिन्छु नि फेरि। सम्झिने पानी छम्किने, मेरो नाम बिगार्यो भने त म तिम्रो थोप्रा सोप्रा बिगार्दिन्छु। बिग्रेको थोप्रालाई कति बिगार्छौ हौ? अहिले नै फ्याट परेको फर्सीको जस्तो थोप्रा छ यसको। अझै बिग्रियो भने त ट्रकले खिचेको फर्सीको जस्तो हुन्छ। बफ तलाई, मेरो मोटोपनको मजाक उडाएको होइन। अब म 1 महिनामा घटेर देखाउँछु तलाई। के बोले भाइ? 1 महिनामा त तेरो चाकको बोसो पनि पग्लिँदैन त साथी। कसरी 1 महिनामा घट्छु भन्छस् हौ? यसको बोसो पग्लियोस् नपग्लियोस्, तर स्कुल लाइफ सम्झेर मेरो मन अहिलेदेखि नै पग्लिसक्यो यार। अब फेरि यो क्लासहरूमा कहिले बस्न पाइँदैन है हामी? त्यो त रिजल्ट आएपछि थाहा भइहाल्छ नि। पास भयो भने पो बस्न पाइँदैन त, फेल भयो भने त बस्दिन भन्दा पनि जबरजस्ती बस्नुपर्छ। 11-12 मा चाहिँ कुन सब्जेक्ट लिने विचार छ नि तिमीहरूको? मेरो त इकोनोमिक्स लिने विचार छ। पछि गएर नेपालको फाइनान्स मिनिस्टर बन्नु छ मलाई। शाबास। तिमी फाइनान्स मिनिस्टर भयो भने मसँग ट्याक्स नउठाउ ल, तिमीलाई हाम्रो दोस्तीको कसम। ओइ बुस्तिक रे, त चाहिँ कुन सब्जेक्ट लिने +2 मा? खोइ म त कुनलिम भइरहेछ हौ। जीके लिन्छु होला म त। क्या बक रहे हो माँ? जीके? +2 मा जीके हुँदैन के साले? यति साह्रो बुद्धु नहुँ न। जीके हुँदैन? ए त्यसो भए त एजुकेसन लिन्छु नि म त। अब रिग्रेट हुँदैछ होला तँलाई हैन? ओइ जियान, त चाहिँ कुन सब्जेक्ट लिन्छस्? म त होटल म्यानेजमेन्ट लिन्छु। होटल म्यानेजमेन्ट लिनेले मिठो मिठो खानु पाउँछ भन्ने सुनेको थिएँ, त्यसैले त्यही लिन्छु म त। अबे साले, अघि त खुब 1 महिनामा घटेर देखाउँछु भन्दै थिइस् त, अहिले कहिले खानाको याद आयो तँलाई? कैसा लगा मेरा मजाक? तिम्रो चाहिँ के लिने विचार छ जीवन? म त सुरुमा साइन्स लिने हो। साइन्स सकेन भने कमर्सतिर लाग्ने, अनि कमर्स पनि सकेन भने चाहिँ घरतिर लाग्ने, अनि टिकटक खोलेर लाइभ आउ न प्यारी भन्दै बस्ने। अनि कलेज चाहिँ कुन जोइन गर्ने? केही सोचेको छौ तिमीहरूले? जुन नजिक छ त्यही जोइन गर्ने नि। जुन कलेज जोइन गरे पनि पढ्ने होइन क्यारे? यदि पढ्नु भने छैन भने बुवा आमाको पैसा किन खेरो फाल्छौ? कलेजै जोइन नगरे भइहाल्यो नि। मलाई पनि कहाँ जोइन गर्नु मन छ त, तर कलेज जोइन गरेन भने फेरि आफन्तहरूले टाउको खान्छ के? बात तो सही है। सीआईडी जस्तो इन्भेस्टिगेसन गर्नु थाल्छ। कलेज किन जोइन नगरेको, किन यतिकै बसेको, कुन विषय पढ्नु मन छ? घरिघरि त मेरो आफन्तहरू सीआईडीमा भएको भए 20-30 वर्ष अगाडिको केस पनि सल्भ गरिदिन्थ्यो जस्तो लाग्छ। सबैको आफन्त त्यस्तै हो के? मेरो आफन्तले त झन् दूरबीनले हेर्छ जस्तो लाग्छ मलाई। म जहाँ जाँदा पनि के गरेको बाबु भन्दै आइपुगेका हुन्छन्। छोड न यार, आफन्तको कुरा गरेर के मुड खराब गर्नु? जाम बरु चटपटे खान। हामीसँग त पैसा नै छैन। तिमीहरूसँग कहिले चाहिँ हुन्थ्यो र? लिपस्टिक नेल पोलिस किन्नु पर्यो भने मात्र हुन्छ पैसा तिमीहरूसँग। साँच्चै भनेको के? हामीसँग पैसा छैन, नपताए गोजी छाम्दा हुन्छ। अच्छा तिमीहरूको गोजी नै देख्दिन, कहाँ छाम्नु? जहाँ पाए त्यही छाम्नु मिल्दैन होला। ल आज हामी तिमीहरूलाई चटपटे खुवाउँछौँ, भोलि तिमीहरूले हामीलाई पिज्जा खुवाऊ है त। अब यो कस्तो बाटो रहेछ? आफूले चाहिँ चटपटे खुवाएर हामीले चाहिँ पिज्जा खुवाउनु पर्ने रे। ल पिज्जा खुवाउनु पर्दैन, पानीपुरी चाहिँ खुवाउ न त भोलि हामीलाई। पानीपुरी होइन के? यिनीहरूसँग पानीपुरी खायो भने घाटा लाग्छ हामीलाई। कसरी? केटीहरूले पानीपुरी खाँदा कत्रो मुख बनाउँछ थाहा छैन तँलाई?
हामीले एउटा पानीपुरी खाँदा यिनीहरूले 3-4 वटा खाइसक्छ। हामीले 2टा खाँदा त पानीपुरी नै सकिन्छ, अनि घाटा भएन त हामीलाई। तिमी जम्वाने कहिले हो, जम्वाने कहिले हो, सानो छ जे दसैँ भन्दा नि कहिले हो, बाटो छ बिरा